हेलो गाइज, आज चाहिँ हामी बिहानै केसको अचार रे बाबु? कोइरालोको अचार होइन, कोइरालोको अचार बनाउने रेसिपी लिएर आएका छौँ, हेर्नु होला। यो चाहिँ हाम्रो कोइरालोको अचार। कोइरालो यस्तो रहेको छ अनि यसको बोक्रा यो छोडाएर यो फालिन्छ अहिले। त्यसपछि अब यो उसिन्न चाहिँ अब यसलाई छुट्टै उसिन्न, अब 2 पटक उसिन्नुपर्छ। त्यही भएको हुनाले हामीले चाहिँ आलु चाहिँ यसैमा राखेर अनि यसको माथिबाट कोइरालो राखेर उसिनिदिएका छौँ गाइज। अनि हाम्रो यता चाहिँ यो बाङ्गो, अनि त्यसपछि यो प्याज, अनि त्यसपछि यो धनियाँ, अनि अहिले लास्टमा चाहिँ म अझै देखाउन बाँकी नै छ, रिजल्ट देखाउँछु। ओके, स्टार्टिङ अब के लाउनु पर्छ ल? यो फाल्ने र यसरी यसलाई के भन्छन् बाबु? धोती भन्छन् ल। यसलाई चाहिँ धोती हो। यो कोइरालोको धोती हो अरे। यो निकालेर फाल्नुपर्छ, तर कसैले हालेर पनि खानुहुन्छ। हामी चाहिँ निकाल्छौँ ल। पहिले नै केलाएर राखेको छ, तर अलिअलि रहेछ, त्यही भएर चाहिँ हामी चाहिँ के लाउँदैछौँ? पानी हालौँ न है बाबु, पानी हालौँ। अहिले चिसो भयो त ल, फटाफट गर्ने, फटाफट पोल्यो। कोही मात्रै छ के, सबैमा छैन। यो पानी यसरी निसार्नुपर्छ कि, नत्र अचारमा पानी मात्रै आउँछ। मैले तिम्रो मैले यो पात निकालिने त्यहाँ हाल्दे। किन उल्टा काम गरेको बेबी? किन उल्टा काम गरेको तिमीले यसरी? भाडो सानो हुन्छ है क्या? हेलो गाइज, अहिले चाहिँ हाम्रो यो अर्को पनि हाम्रो कामदार थपिनु भएको छ, मेरो भान्जी। उहाँले पनि हेल्प गर्दै हुनुहुन्छ हामीलाई है। हामी चाहिँ कोइरालो निकालिसकेर आलु निकाल्दैछौँ। अब एकछिनमा रेडी हुन्छ हाम्रो अचार चाहिँ। फाइनल चाहिँ म अहिले देखाउँछु ल। बाइ बाइ। अब चाहिँ यो आलुलाई चाहिँ हामी 4 टुक्रा बनाएर काट्छौँ ल। मलाई यस्तै अब ठुलो मनपर्छ, त्यही भएर चाहिँ म चाहिँ 4 टुक्रा मात्रै बनाएर काट्छु। यसमा चाहिँ फर्स्टमा चाहिँ मैले प्यान तताएँ, प्यान एकदमै तातिसकेको छ, त्यही भएर चाहिँ मैले तेल राख्दैछु साथीहरू। तेल राखेँ अनि मैले मेथी फुटाउँदैछु र मेथी फुटाएँ।
खुर्सानी पनि खुर्सानी कालो भइसकेपछि अब चाहिँ म यसमै बेसार एड गर्दैछु ल बेसार छ यसमै एड गर्दै हेलो अब चाहिँ हाम्रो अचार सान्नलाई रेडी भएको छ गाइस यो चाहिँ कालो चुक्ला यो चाहिँ अमिलाको कालो चुक गाइस अनि अब मैले सान्दैछु ल अचार मेरो चाहिँ मुखमा पानी आइसक्यो पहिल्यै फाइनल्ली कस्तो अचार बन्दैछ भाडु चाहिँ एकदमै सानो भयो क्या सान्नलाई एकदमै सानो भयो अब चाहिँ नुन एड गर्दैछु ल नुन एड गर्दैछु अनि मैले थोरै पानी पनि एड गरेँ ल सान्नै गाह्रो भयो क्या एकदम सुक्खा बनाएर चाहिँ मलाई भाँडो चाहिँ सानो भयो साथीहरू यो सान्नलाई तर यसको नुन चाहिँ अब भित्रसम्म पुग्नुपर्छ मजाले सान्नुपर्छ नि त अनि त्यही भएर चाहिँ गाह्रो भइरहेको छ मुसा हाम्रो घरमा चाहिँ मुसा चाहिँ धेरै छ नै गाइस हजुरलाई म ब्याक क्यामेरा गरेर देखाउँदैछु फाइनली गाइस हाम्रो कोइरालो र आलुको अचार चाहिँ यस्तो बनेको छ ल एकदम यम्मी छ बाइ बाइ